प्रिय दर्शकहरू नमस्ते। म आज सनातन हिमालयन आध्यात्मिक परम्परामा योगलाई कसरी बुझिन्छ भन्ने विषयमा हजुरहरूलाई केही कुरा बताउन गइरहेको छु, सुनिदिनु होला। मैले यसको लागि मलाई सबैभन्दा मन परेको पतञ्जलिको सूत्रबाट म सुरु गर्छु। योगश्च चित्तवृत्ति निरोध भनेर उहाँले भन्नुभएको छ। योग अर्थात् आत्मा र परमात्माको मिलन अर्थात् पार्ट र होलको समागमलाई के भनिन्छ? योग भनिन्छ। चित्त भनेको मन, बुद्धि र अहङ्कार मिलेर चित्त बन्छ। मन भनेको इमोसनल थिङ्किङ हो, फिलिङ्सहरू हुन्छ जसमा। बुद्धिमा ऱ्यासनल थिङ्किङ हुन्छ र अहङ्कारमा इगो हुन्छ। हामी इगो सेटिस्फ्याक्सनका लागि पनि विभिन्न कुराहरू गर्छौँ। र योग चित्त भनेको यो भयो। वृत्ति भनेको फ्लक्चुएसन्स, हाम्रो अहङ्कारको कारणले, हाम्रो मनको आकाङ्क्षाहरूको कारणले अथवा हाम्रा थोट्स विचारहरूका कारणले हाम्रा मनमा के हुन्छ, आदि बेहेरी बाढी आइरहेको हुन्छ, अर्थात् फ्लक्चुएसन्स, वृत्तिहरू भइरहेको हुन्छ। यदि यो वृत्तिहरूलाई निरोध गर्न सकियो अर्थात् कन्ट्रोल, निरोध भनेको सेसेसन भन्छ अथवा कन्ट्रोल, यसलाई चाहिँ नियन्त्रण गर्न सकियो भने के हुन्छ? योग हुन्छ भनेर पतञ्जलिले भन्नुभएको छ। तसर्थ हामीले चित्तको वृत्तिलाई रोक्नको लागि प्रयत्न गर्नु नै योग हो। अब यो वृत्तिहरू कस्तो हुन्छ त भनेर उहाँले 5 वटा कुराहरू गर्नुभएको छ, हैन? प्रमाण, विपर्य, विकल्प, निद्रा, स्मृति, 5 वटा चाहिँ हाम्रा फ्लक्चुएसन्सहरू हुन्छन्। प्रमाण भनेको तपाईले जे पर्सिभ गर्नुहुन्छ, ट्रुथ जुन तपाईले अनुभूति गर्नुहुन्छ अथवा ज्ञान भनौँ न, राइट नलेजहरू हुन्छ, अथवा विपर्य भनेको रङ नलेजहरू पनि हुन्छ तपाईसँग, हैन? इल्युजनहरू पनि हुन्छ। यसले के हुन्छ? वृत्तिहरू निर्माण गर्छ, अर्थात् तपाईले जे हो त्यही इक्वानिमस माइन्ड हुनबाट यसले रोक्छ, हैन? यसले एउटा आवरण अथवा लेन्सको काम गर्छ। त्यस्तै विकल्प भनेको इमेजिनेसन भनेको जे छैन त्यसको परिकल्पना हो। त्यस्ता परिकल्पनाहरू माइन्डमा थुप्रै उत्पन्न हुन्छ जसले गर्दा हामीलाई वास्तविकता बोध गर्नबाट रोक्दछ। त्यस्तै निद्रा भनेको अनकन्सियस हुन्छौँ हामी, हाम्रो अवेरनेस के हुन्छ? स्टप गर्छ। त्यो अवस्थामा चाहिँ हामीले सत्य जान्न सक्दैनौँ। त्यो पनि हो त एउटा आवृत्ति नै हो भन्नुभएको छ। भने स्मृति, हामीलाई पुराना कुराहरूको यादहरू थुप्रै मस्तिष्कमा हुन्छ जसले विभिन्न किसिमका चाहिँ तरङ्गहरू, फ्लक्चुएसन्सहरू माइन्डमा क्रिएट गर्छ। त्यसले गर्दा पनि हामीले सत्य प्राप्त गर्न सक्दैनौँ अथवा रियलाइज गर्न सक्दैनौँ। त्यसैले अब योग भनेको के हो त भन्दा स्टिलिङ द बडी, शरीर अझै भन्दाखेरि सामाजिक रूपमा स्थिर, मानसिक रूपमा स्थिर, शारीरिक रूपमा स्थिर र ज्ञानात्मक अर्थात् अवेरनेसको लेभलमा स्थिर हुनु चाहिँ यो योग हो। र यो कसरी प्राप्त हुन्छ त भन्दा उहाँले 8 वटा नियम बताउनु भएको छ, जुन चाहिँ एम हो। एम भनेको चाहिँ इथिक्स हो। नियम भनेको चाहिँ तपाईको डिसिप्लिनका केही कुराहरू छन् योग गर्दा गर्नुपर्ने। एम, नियम। प्राणायाम भनेको चाहिँ तपाईको ब्रिदिङको डिसिप्लिन हो, ब्रिदिङलाई कन्ट्रोल गर्ने हो। कन्ट्रोल्ड ब्रिदिङ भन्दा पनि हुन्छ प्राणायाम। आसन भनेको तपाईको शरीरलाई स्थिर गर्ने हो। अनि उहाँले के भन्नुभएको छ? धारण गर्ने भने कुनै एउटा चिज मात्रै मनमा राखेर
एउटा कुरामा कन्सन्ट्रेट हुने र त्यो एउटा कुरामा कन्सन्ट्रेट हुन सक्षम भइसकेपछि के हुन्छ ध्यान हुन्छ र ध्यान भइसकेपछि अन्तमा समाधि हुन्छ अर्थात् समाधि घट्छ समाधि चाहिँ घट्छ त्यसरी तपाईले योगको चाहिँ नि स्थिति प्राप्त गर्न सक्नुहुन्छ भनेर यसरी हिमालयन सनातन हिमालयन परम्परामा पतञ्जलिले यसरी बताउनु भएको छ। तसर्थ योग भनेको के रहेछ त भन्दा यो एकपक्षीय कुरा होइन रहेछ यो मल्टिडाइमेन्सनल रहेछ नि त है। जस्तो एममा पञ्चशीलका कुरा छन् हैन अहिंसा अनि अस्त्य भनेको नचोर्ने हैन नन पोसेसिभनेस भन्छ ग्रहण अपग्रहण अग्रहण कुनै पनि कुरा मेरो हो भनेर नलिने ब्रह्मचर्य भन्छ हैन त्यो शुद्धता भयो यस्ता कुराहरू छन् एममा हैन त्यस्तै नियममा अस्टेरिटी मेजरहरू छन् हैन अनि सामाजिक रूपमा हैन र आफ्नो चाहिँ अभ्यासका रूपमा अनि आसनहरू विभिन्न खालका आसनहरू सिकाइएको छ विभिन्न खालका प्राणायामहरू सिकाइएको छ जसले चाहिँ तपाईको मन ब्रिदिङबाट मनलाई कन्ट्रोल गर्ने हैन एम आसनबाट शरीरलाई कन्ट्रोल गर्ने र ध्यान धारणबाट चाहिँ तपाईको बुद्धि अहंकारलाई चाहिँ नियन्त्रण गर्ने भनेको छ। तर यहाँ के कुरा बुझ्नुपर्छ भने आफ्नो मन बुद्धि अहंकार शरीरलाई बलपूर्वक अथवा आफ्नो सामाजिक वातावरणलाई बलपूर्वक नियन्त्रण गर्ने भनेको होइन यसलाई बी न्याचुरल्ली कन्ट्रोल गर्ने थ्रु द प्रोसेस अफ डिट्याचमेन्ट एन्ड डिसिप्लिन। डिट्याचमेन्ट भनेको त्याग सन्यास भावना र अनुशासनका माध्यमबाट चाहिँ यो आफ्नो आफूमाथिको पूर्ण नियन्त्रण नै यो त भन्दाखेरि योग हो। मलाई सुनिदिनु भएकोमा धन्यवाद। म सनातन हिमालयन आध्यात्मिक परम्पराका मूल्य मान्यता र अभ्यासहरूलाई तपाईहरुसम्म लिएर आउने नै छु। अहिले बिदा चाहन्छु। नमस्ते।